यो एकादशीमा मान्छेमा भ्रम पर्न गएको छ। दोस्रो कुरो, पात्रोले पनि 2 दिन एकादशी लेखिदिएको छ र त्यो पात्रोले कसरी लेखेको हो, कसको लागि लेखेको हो, त्यो त स्पष्ट थाहा भएन। तर एकादशी 26 गते एकादशी छ। 26 गते एकादशी 50 घडी 57 पल्ला घडीमा छ भने घन्टा मिनटमा अब आउने राति, गएको राति होइन, अब आउने राति 1:39 व्रत सिद्धिन्छ। तर उसले पात्रोले 26 गते पनि लेखिदियो, 27 गते पनि लेखिदियो। मान्छे परे भ्रममा। एउटा कुरो त के कारण बिग्रियो भने जो फिरन्ते पण्डित हुन् उनले चाहिँ नि जताततै सप्ताह लगाउँदै जाने, पैसा कसरी चाहिँ नि निकाल्नु छ, कसरी पैसा चाहिँ नि कमाउनु पर्छ, त्यसको धारणा मात्र राख्ने, हाम्रा संस्कारहरूलाई सबै मेटाएर भागवत मूल पाठ नगर्ने, धेरै ब्राह्मणहरू राखेर पूजापाठ गर्न नलगाउने, एकजना बसेर भजन कीर्तन गर्न लगाउने र नचाउने महिलाहरूलाई अनि ननाच्ने भन्ने होइन, भगवानको लागि नाच्ने त हो, तर मूल पाठ नहुने र भजन कीर्तन हुने, जो कि पैसा उठाउनको लागि मात्र त्यो भजन कीर्तन हुने। त्यस्तो गर्दाले धेरै समाजमा चाहिँ नि त्यो प्रभाव, नराम्रो प्रभाव परेको छ। दोस्रो कुरो, वैष्णवहरूको कुरो हो, उनीहरूले किन कसरी मानेका हुन्थ्यो एकादशी, त्यो त उनीलाई थाहा छ। तर एकादशी 26 गते छ। तर त्यो एकादशी जसले एकादशी रातिमा सिद्धिन्छ 1:39 त्यो बेलासम्म खाना नखाने। 26 गतेको आउने राति पनि खाना नखाने। दोस्रो दिनमा उज्यालो भइसकेपछि नुहाएर आफ्नो नित्य कर्म सन्ध्या पूजा पाठ गरेर उसले त्यो व्रतलाई पूर्ण गर्न सक्छ, खाना पाउन सक्छ। उसले त्यो 26 गते नखाने, 27 गते उसले खाना मिल्छ। तर 26 गते पनि एकादशी, 27 गते पनि एकादशी, मान्छे चाहिँ नि साह्रै भ्रममा पारिदियो। तर खास एकादशी 26 गते नै हो, व्रत रहने 26 गते नै हो। भोलि 27 गते उज्यालो भइसकेपछि खाना खाने हो, किनभने राति सिद्धिन्छ, आउने राति। 26 गतेको आउने राति, गएको राति होइन, आउने राति 1:39 अनि घडी पल्लामा 50 घडी 57 पल्ला राति 1:39 सिद्धिन्छ त्यो। त्यसो भएनाले 26 गते व्रत लग्ने, 26 गते खाना नखाने, अनि उज्यालो भइसकेपछि 27 गते नुहाएर आफ्नो नित्य कर्म गरेर अनि चाहिँ नि एकादशीको पारण गरेर अथवा उसले नुहाई धुवाई नित्य पूजा कर्म गरेर खाना खान सक्छ भने 26 गते उसले व्रत लिन सक्दैन, किनभने 26 गते त एकादशी छैन। वैष्णवहरूका लागि लेखिएको छ, वैष्णवहरूले के कस्तो ढङ्गले भनेको त्यो उनै जानुन्। तर हामीमा परेको असर विशेष गरेर फिरन्ते ब्राह्मणद्वारा लगाएका सप्ताहका कारणले जनमानसमा ठुलो चिन्ता परेको छ। त्यसो भएनाले फिरन्ते ब्राह्मणद्वारा सप्ताह लगाउनु हुँदैन। यो धेरै नराम्रो प्रभाव मान्छेमा परेको छ। लोकल ब्राह्मण, नजिकको ब्राह्मण, विद्वान ब्राह्मण र विशेष त्यसमा सबै पाठ गर्ने, सबै पुस्तकहरू पाठ गर्ने, वेद, रुद्री, चण्डी, गीता, विभिन्न पुस्तकहरू पाठ गर्ने, सन्ध्या गायत्री मन्त्र जप गर्ने, भगवान विष्णुको मन्त्र जप गर्ने, मूल पाठ पढ्ने,
अनि चाहिँ नि अर्थ लगाउने हो। तर तिनीहरूले गलत अर्थ लगाए। गलत अर्थको प्रभाव अहिले यो एकादशीमा पनि पर्न गयो मान्छेलाई। तर यसमा विशेष होसियार हुनुपर्छ। सबैले जान्नुपर्छ यो चाहिँ नि गलत भएको हामी कहाँ यो फिरन्ते ब्राह्मणले लगाएको एकादशीको प्रभावले यति गलत भयो त्यसको वर्णनै गरेर साध्य छैन। अघि जस्तो छोरीले आफ्नो बुवालाई माइती घरमा आएर सिधा दिने चलन पनि थियो मान्छेमा। तर यी फिरन्ते ब्राह्मणद्वारा लगाएका कुराले गर्दा तिनीहरूले रोकिएका छन्। तिनीहरूले उल्टो अर्थ लगाइदिएका छन्। वास्तवमा हाम्रो जो संस्कार हो त्यो संस्कारमा त्यो गएन कुरो। नदिन ठिक छ, ल्याइसकेको छ, दिने इच्छा छ भने त उसले दिन सक्छ नि। उसलाई ऋण कसरी लाग्ला? त्यो ऋण त उसका दाजुभाइले दान दक्षिणा दिएर दिदीबहिनीलाई पूजा गरेर दान दक्षिणा गरेर त्यो ऋण त हटाइहाल्छ। उसले त आफ्नो आमाको लागि दिएको। आमा त भगवान हुन्। अब पहिलेको आमा छैनन्, अब आमा छन् ती भगवान छन्। देव पितृमा गइसकेका छन् ती आमा बुवा। दिन त मिल्छ नि, उसले नदिने त भन्ने भएन। तर चाहिँ गलत अर्थ लगाएको कारणले गर्दा यिनै फिरन्ते ब्राह्मणले लगाएका सप्ताहमा को कारणले गर्दा यस्तो भएको छ मान्छेमा। त्यसैले सबै सचेत हुनुहोस्। फिरन्ते ब्राह्मणद्वारा सप्ताह नलगाउनुहोस्। लोकल ब्राह्मणद्वारा जो विधि विधानद्वारा चाहिँ सप्ताह गरिन्छ त्यो सप्ताहको महत्त्व बुझेर अनेक ज्ञान कुरा सिक्नुहोस्। उल्टो अर्थ आउने नलिनुहोस्। अहिले म यति भन्दै हजुरहरूबाट बिदा हुन्छु। हस्त नमस्कार।